एक्सिडेन्ट भयो भने त झन् कहाँबाट आउँछ मुजी राणाको गानहरू कस्तो साला। सो गाइज अहिले चाहिँ 6:30 भइसकेको छ है। यो मेरो सायद 5औँ हो कि 6औँ त्यो हो के भन्छ अर्डर हो। एकदम लामो अर्डर पऱ्यो कि यहाँ यो रानीबनी के भन्ने ठाउँ रहेछ अग्लोमा लगभग आधा लोकेसन पुगिसक्यो। उताबाट त्यो दाइले फोन गरेर भन्नुभएको थियो कि आउँछु बाटोमा लिन धेरै उकालो छ साइकलमा अलि सक्दैन भनेर। त्यही भएर म पनि जाँदैछु सकेसम्म अलिक टाढै जाउँ भनेर। एन्ड लगभग आधा घन्टा म हिँडिसक्यो तल रेस्टुरेन्टबाट है। एन्ड अहिले पनि तपाईँले देख्न सक्नुहुन्छ लगभग हेर्नुहोस् न कति हिँडेको छ। 3 भागमा 1 भाग मात्रै हिँडेको छु कि पुरै माथि जङ्गल टाइपको रहेछ। डर लाग्दो के पसिना भयो। त्यो दाइले भन्दै हुनुहुन्थ्यो क्यान्सल गर अर्डर दुःख हुन्छ भनेर। एन्ड मैले अफिसमा पनि कल गरेँ कलै लागेन। त्यो दाइले पनि क्यान्सल गर्दाखेरि भएन। त्यही भएर अब के छोडौँ त होस् भनेर अर्डर लिएर आइदिएँ। तपाईँ हो? तिमीलाई वहाँ तल सजिलो हुन्छ भनेर वहाँ आर्मी डाइरेक्ट पुग्यो। तिमीलाई बाटोमा देख्दै देखेन म छल्लियो त मै हो। लास्टै टाढो रहेछ नि दाइ यार क्यान्सल पनि गर्नु भएन। बाइपासमै भेट्छु भने तिमी साइकल कडा चलाउँदो रहेछौ यार। एक्सपिरियन्स अलिक धेरै भयो नि त त्यही भएर। हो तिमी त्यो ठ्याक्कै तिम्रो लोकेसन हेर्दा तिमी अस्टमा हालेर हाल्नेर आइपुगेको थियो। हजुर ठ्याक्क म दौडेको तिमी त क्या फास्ट आएछौ भने। अब के गर्नु पैसा कमाउन हिँडेपछि अब गर्नु त पर्यो। तिमीलाई सजिलो होला भनेर म तलै लिन आएको। रात परिसकेको छ यहीँ। अब चाहिँ म जाँदैछु। यस्तो छ है हालतहरू तपाईँले देख्न सक्नुहुन्छ। राति ट्राई गर्छु अलिक छिटो जाने। ओ माइ गड पानी रहेछ यार। त्यही माथि क्यामेरामा पनि चार्ज सकिन लागेको छ। घर पनि छिटो पुग्नु पर्ने छ। दामी देखिने रहेछ भ्यू चाहिँ है यहाँबाट काठमाडौँको भर्खरै जे होस् मसँग केही लाइट साइट चाहिँ छैन। एक्सिडेन्ट भयो राति टल्किँदो रहेछ। एकैचोटि सुत्त तल पुग्यो भने त यार बर्बाद हुन्छ त। त्यही भएर भिडियोमा क्वालिटी चाहिँ के कस्तो आउँछ त्यो चाहिँ मलाई थाहा भएन। तर भए पनि म बनाइरहेको छु एकछिन त्यो गरेर भए पनि है। त्यो यार पुरै हावा लिएर आउँछ त त्यसले त रातिको बेलामा झन् एक्सिडेन्ट भयो भने त झन् कहाँबाट आउँछ मुजी एक्सिडेन्ट भयो भने त झन् कहाँबाट आउँछ मुजी राणाको गानहरू कस्तो साला। कस्तो दिमाग नभएको मुजीहरू आउँदो रहेछ। आफ्नो लेन्थमा हिँड्दा अन्त कहाँ हिँड्छ साला गुखाने। पड्काउन मन लाग्छ मासलाहरूलाई त। त्यत्रो रोड बनाइदिएको छ उहाँ के मान्छेको लेनमा हिँडेर बसिरहेको छ साला गोरु दिमागहरू। कस्तो मान्छेहरू हुन्छ भने रन गर्न मन लाग्छ कि समाजतिर झन्नै हानेको यार 1 इन्चले हानिसकेको छ यार। दिमाग छैन कि यो। त्यत्रो रातिको बेला ओभरटेक गर्नु हुँदैन भन्ने थाहा भइहाल्छ नि। अब यहाँ इन्डिकेटर बालिरहेको छ कोही। कस्तो यार नै गएको केटा। अब आजको भिडियो चाहिँ यति भयो है गाइज। अब नेक्स्ट भिडियोमा मिल्नेछ।